म जिमको बिचमा छु र हजुरलाई एउटा कुरा भन्छु, यो मसिनहरू केही पनि चाहिँदैन। हजुरलाई जिम जान मन छ तर जान सक्नुहुन्न भने चाहिँ कि टाढा छ कि घरमा बच्चा छ कि हजुर विदेशमा हुनुहुन्छ र टाइम मिल्दैन भने यो हजुरको लागि हो। यो लेग प्रेस हो, घरमा चाहिँ गब्लेट स्क्वाट गर्न मिल्छ। यो चेस्ट प्रेस हो, घरमा फ्लोर प्रेस। यो ल्याट पुल डाउन हो, घरमा सिंगल आर्म रो। यो लेग क्रल हो, घरमा रोमेनियन डेडलिफ्ट। यो चारवटा एक्सरसाइज हप्ताको 3 दिन 3 सेट 10 to 12 रेप्स गर्नुस्। घरमा डम्बेल छैन भने पानीको बोतल युज गर्नुस्। तर त्यहाँ मात्र सीमित नहुनुस्, पछि हेभी ब्याग र डम्बेल चलाउनुस्। अनि यो कुरा पनि साँचो हो, घरमा गर्दा धेरै डिसिप्लिन चाहिन्छ। कसैले सोध्ने पनि हुँदैन, कसैले चेक गर्ने पनि हुँदैन, जिमले यो कुरा इजी बनाइदिन्छ। तर जिमले मात्र त रिजल्ट दिँदैन। रिजल्ट कहाँबाट आउँछ त? हामीले रेगुलर एक्सरसाइज गरेर बिस्तारी वेट बढायो भने, जुन चाहिँ हामीले घरमै पनि गर्न सक्छौँ। यो सबै तरिका एकदमै ठिक छ, तर हजुरले गर्नुभएको एक्सरसाइजको फर्महरू मिलेको छ कि छैन भनेर त्यो भिडियोले त भन्न सक्दैन। त्यसको लागि कसैले हेरेर मात्र भन्न सक्छ।